अहिलेसम्म गत साउनदेखि यतासम्म अहिले काठमाडौँ उपत्यका लगायत नेपालका विभिन्न ठाउँमा गरी 169 जनामा हैजाका जीवाणुहरू भेटिएको थियो। यो जम्मा 16% जनताले मात्र शुद्ध पानी उपभोग गर्न पाएका छन्। बाँकी 84%ले उपभोग गर्ने पानीको क्वालिटी राम्रो छैन। त्यसले गर्दा यो पानीबाट सर्ने रोग र खानाबाट सर्ने भएको हुनाले we have always risk of cholera in this part of the country. You have to vaccinate the people basically to the Microplanning meeting conducted on the 28th of November 2016 at the Hotel City Palace, Nepalganj was attended by the District Public Health Office staff and the respective local health workers. The meeting addressed plans for human resources, logistic with mapping, various vaccination-related trainings, the cold chain of vaccine, logistic movements, waste management and monitoring of the program. 126 volunteers, 18 local supervisors and 18 district-level supervisors were assigned for the smooth implementation of the vaccination program. These ultra-temperature sensitive vaccines from the airport's custom office to the regional vaccine store units at Banke district. In spite of the treacherous nature of the journey and the winding roads of Nepal, with the occasional highway blockage due to various political and geographical reasons, vaccines were carried for more than 518 kilometers carefully on the constantly cooled refrigerated truck. विगत 4 वर्ष पहिला नेपालगञ्ज मा हैजाको महामारी भएको थियो, जहाँ हामीले यो उड्रापुर सोनपुरमा पनि केही बिरामीहरू देखेका थिए र त्यो बिरामीहरूको दिशाको नमुना हामीले काठमाडौँ पठाउँदा यहाँ हैजाको जीवाणुहरू देखेको थियो। यसको तथ्याङ्क हेर्दा बाँके जिल्लामा पनि हैजाका बिरामीहरूको तथ्याङ्क देखेको कारणले गर्दा हामी यो उड्रापुर गाविसमा आइपुगेका छौँ। Sanitation condition is also poor, nutrition condition is also poor in Nepal. So we are very happy to welcome all the Rotarians, and we are very much hopeful to implement water and sanitation related projects and programs in Nepal like in Banke. सोमसीमा कामहरू घर-घरमा गएर अनि गर्ने त्यस्तो अप्ठ्यारो त केही लागेन। अब सबै सजिलो भयो। 64 सालमा हाम्रो वार्डमा 5 जुबानमा पर्दाखेरि सुरुमा यो घोसीटोलमा हैजाको भयो, महामारी भयो। महामारी हुँदाखेरि सबैजना कोही हस्पिटलमा एडमिट परे, कोही 4-5 जना पनि बितिसक्नु भएको थियो यो हैजाको कारणले गर्दाखेरि एकदम पुर हुँदाखेरि अनि पछि हैजाको आउँदाखेरि एकदम आवश्यक थियो जस्तो लाग्यो सर मलाई हैजाको। र एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा हामीले यो कार्यक्रम यहाँ चाहिँ कार्यान्वयन गर्यौं, सफलतापूर्वक कार्यान्वयन गर्यौं। यो कार्यक्रम 2 चरणमा हामीले सफलतापूर्वक सम्पन्न गरियो। विभिन्न चरणहरूमा यहाँ जिल्लामा हाम्रो स्वास्थ्य कर्मीहरूलाई ओरिएन्टेसनदेखि लिएर भलन्टियरहरूको लागि ओरिएन्टेसन र समुदायमा विभिन्न चरणका कार्यक्रमहरू हामीले गर्यौं, जसले गर्दा नै यो सफलतापूर्वक सम्पन्न भएको छ। हामीले चाहे बमोजिम हामीले त्यो खोप खुवाउन सकेका छौं। हामीले भन्दा दुवै चरणमा 90% भन्दा बढी हामीले त्यो खोप खुवाउन सक्नु भनेको जनताले त्यसलाई चाहिँ लिएको हो, ग्रहण गरेको हो र मलाई विश्वास छ अबको 5 वर्षसम्ममा कुनै पनि त्यसरी यो हैजा कलेराबाट चाहिँ त्यहाँ कलेरा देखिने छैन र कलेराबाट कसैको त्यो ठाउँमा मृत्यु हुने छैन। मैले त्यो विश्वास लिएको छु।